नमस्कार दर्शकगण, हाम्रा अति आदरणीय प्रिय सर्जकगण। म प्रधान सम्पादक हाम्रो डुप्लिन सामयिक पत्रिका र हजुरको अगाडि एउटा विशेष सूचना राखिरहेको छु। र हाम्रो डुप्लिन सामयिक पत्रिकाको 6औं अङ्क हामीले हाम्रा संरक्षक जो थिए, हाम्रा अभिभावक पूर्ण बान्तवा सर र उहाँको स्मृतिमा पूर्ण बान्तवा स्मृति विशेषाङ्क बनाएर यो मे महिनामा लोकार्पण गरिरहेका छौँ। र यो चाहिँ विशेषाङ्क रहेको छ र हाम्रा अभिभावकको सम्झनामा र जो विगत 2 जुन 2024 मा बित्नु भएको थियो र उहाँकै स्मृतिमा हामीले 6औं विशेषाङ्क बनाएर प्रकाशित गरिरहेका छौँ र जसको डिटिपी कार्य धमाधम भइरहेको छ। र हामीले अनुरोध गरेका थियौँ रचनाको निम्ति हाम्रा सर्जकगणलाई र उहाँले प्रायःजसो दिइसकेका छन् र कतिजनाको केही अधुरो रहेको थियो उहाँको लेखहरू है। र उहाँहरूले पनि सम्पादक मण्डली कहाँ यो 30 तारिकभित्रमा पठाउनुहोस् भनेर हामीले सञ्जालद्वारा जनाइसकेका छौँ र यो अन्तिमचोटि तपाईँहरूको अगाडि हामी राखिरहेका छौँ। र विशेष गरी के भन्देखिलाई म हजुरको अगाडि यहाँ के राख्न चाहन्छु भन्देखिलाई पछिबाट गुनासो हुने गर्छ है कतिजना सर्जकगणको र सर्जकहरूको विशेष गुनासो हुने गर्छ कि हामीले रचना पठाइरहेका थियौँ तर हाम्रो रचना तपाईँहरूले समावेश गरिदिनु भएन भन्ने है। तर हामीले धेरै अनुरोध गरिसकेका छौँ र हामीले समय पनि दिएका हौँ हजुरहरूलाई र अझ पनि रचना चाहिँ सम्पादक मण्डली कहाँ नआएकोले गर्दाखेरि चाहिँ अब हामी 30 तारिकभित्रमा चाहिँ अबको केवल 2 दिन मात्र बाँकी रहेको छ र तपाईँहरूले रचना पठाउनु पर्ने हुन्छ। या त तपाईँले सम्पादक मण्डलीलाई शीघ्रै सम्पर्क गर्नुपर्ने हुन्छ, नत्र भने पछाडि रचना छुट्न जाँदाखेरि हजुरहरूले कुनै गुनासो गर्नु पाउनुहुने छैन भनेर पनि म विशेष गरी यो माध्यमद्वारा विशेष गरी यो प्रेस रिलिजद्वारा नै तपाईँहरूलाई जनाइरहेको छु। यो विशेष गरी प्रेस रिलिज भनौँ है र यस प्रेसद्वारा नै तपाईँहरूलाई हामी जनाइरहेका छौँ। विशेष गरी हाम्रो डुप्लिन पत्रिका विगत 2024 देखि यता प्रकाशित हुँदै आइरहेको छ र यसपालि चाहिँ विशेषाङ्क बन्नेकोले गर्दाखेरि हामीले रचना तपाईँहरूलाई अगुवाई गरिसकेका छौँ र विशेष गरी यो सूचना चाहिँ तपाईँहरूले गम्भीर रूपमा लिदिने विशेष सर्जक गर्ने चाहिँ हामी अनुरोध गरिरहेका छौँ। र यति भन्दै हजुरबाट बिदा हुन चाहन्छु। सबैलाई नमस्कार।